फेरि यसले निरन्तरता पाउँछ भन्ने कुरा राख्नु भएको छ। यहाँलाई धन्यवाद दिन चाहन्छु। मैले सुरुमै भनेको थिएँ यसलाई निरन्तरता दिनको निम्ति हामी अग्रसर छौँ र यसले निरन्तरता पाउने हो। आज यहाँहरूले जुन औषधिहरू लिएर जानुहुन्छ भोलि आउँदा नपाउने गरी होइन कि हामीले सीमित औषधि, फेरि यहाँले यो कुरा राम्रो गरी बुझिदिनु होला। हिजो यसो भन्नुभएको थियो, अहिले किन पाइएन नभन्नु होला। हामीसित जुन सीमित औषधि छ त्यो मध्येको औषधि यहाँले निरन्तर पाउने, आज भोलि पर्सि लगातार पाउने गरी हामीले त्यो व्यवस्था मिलाउने छौँ। बजेट 50,000 भए तापनि अहिले अब बजेटकै समय आइसकेको छ। केही दिनमै हामीले बजेट विनियोजन गर्न पाउँछौँ, त्यो अधिकार हामीमा सुरक्षित छ। त्यसैले यहाँहरूसँग मैले पहिल्यै अनुरोध गरेको थिएँ, यो कार्यक्रम कस्तो लाग्यो, यसलाई निरन्तरता दिने कि नदिने कि यो यहाँहरूको सल्लाह सुझाव अनुसार हामी अगाडि बढ्छौँ भनेर मैले अगाडि राखिसकेको थिएँ। त्यसैले खुसी पनि लाग्यो, यसलाई निरन्तरता दिने हो। त्यसपछि देवीलाल पाण्डे सरले मौरीको चाहिँ औषधि भनेर कुरा उठाउनु भएको छ। मलाई यो सम्बन्धी अलि ज्ञान नभएको भएर मैले यसलाई यसरी नै भन्न सकिनँ। तर हामी सबै कृषकलाई हामीले चाहिँ सेवा दिनुपर्छ भनेर लाग्छौँ। त्यसको लागि पनि के कति सकिन्छ, हाम्रो सुरेश सर यहीँ हुन्छ, उहाँसँग सल्लाह गरेर कुन औषधि हो त्यसलाई पनि जोड्ने प्रयत्न गर्नेछौँ। यति मात्रै भने। र गीता पाण्डेजीले भन्नुभएको थियो त्यो जुम्रा उपायका औषधि पनि हो कि यही मात्रै भन्नुभएको थियो। पशुलाई जुम्रा उपायका औषधि समेत हो, हामी त्यसको व्यवस्था गर्छौँ। त्यो ढुक्क हो। र अर्को कृष्णप्रसाद पौडेल हाम्रो आदरणीय दाइले अभिलेख राख्न भनेर सुझाव दिनुभएको थियो। अत्यन्त राम्रो कुरा हो। हामीले अभिलेख राखेरै मात्रै दिने हो। जो आयो त्यसले औषधि चाहियो भनेर मागेर औषधि पाइँदैन। जस्तै हिजो लगेको मान्छे कतिवटा उसको पशुहरू छन्, त्यसलाई कति औषधि चाहिने हो त्यो लाने हो। त्यसपछि त्यो पशुलाई औषधि कति समयमा प्रयोग गरिन्छ त्यो मात्रा मिलाएर मात्रै लगाइन्छ। हिजो लगेको पर्सि फेरि ओडामा अरू काम विशेष ल्याउँदाखेरि औषधि मागेर पाइँदैन, किनकि अरूले पाउनुहुन्छ, उहाँहरूले फेरि डबल लाने कुरा नहुन सक्ला। त्यति मात्रै भने। र जति पनि कुरा उठेको छ, हामी कृषकहरू छौँ। हामीले अघि हाम्रो आदरणीय अभिभावक, मेरो त एकदम नजिकको नाता पनि हो, उहाँले उठाउनु भएको कुरा एकदमै सान्दर्भिक छ। हामीले कृषि गरेका छौँ, तर हामीले बुझेर गरेका छौँ कि नबुझेर गरेका छौँ त्यसमा एकदमै भर पर्छ। जस्तै बाख्राकोटको कुरा निक्लियो, बाख्राकोटमा मलाई धेरै कुरा त थाहा छैन। मेरो अनुभवले के भन्छ भने होचोमा भयो भने त्यसको बर्क्याम्ला र त्यो मुतहरू खोरहरू त्यहाँ जम्मा भइसकेपछि एकदमै त्यो ग्यास जस्तो त्यो तातोपन त्यहाँ हामीले त ख्याल गरेका छौँ एकदमै तातो, त्यसले पनि बाख्रालाई असर गर्छ। त्यसैले प्राविधिक कुराहरू उहाँले भन्नु होला, मैले व्यावहारिक कुरा मात्रै यति भने। त्यसलाई कतिपय कुराहरू हामीले नजानेर पनि गर्छौँ। र धेरै राम्रो काम गर्यो।